वाट्सएप एभ्रिवान, नमस्कार सबैजनालाई। म शिव होमराज। आज चाहिँ म बनाउन जाँदैछु पाइनएप्पल पफ। एकदम ट्रेडिसनल क्यान्टिनिज पफ हो। यो चाहिँ पाइनएप्पल पफ बनाउन जाँदैछु। तपाईले हेर्न सक्नुहुन्छ यस्तो दामी हुन्छ। यो चाहिँ यस्तो बवाल हुन्छ। सुरुमा चाहिँ हामीले यसलाई बेलेर यसरी टक्क फिलिङ एड गर्ने है। फिलिङ चाहिँ हाम्रो चिकन एन्ड पाइनएप्पलको फिलिङ हो। यो चाहिँ यसरी फिलिङ एड गरेर पाइनएप्पलको जस्तो सेपमा बनाउने। यसरी सट्ट लाएर यस्तो बवाल तरिकाले पाइनएप्पलको सेपमा। त्यसपछि अर्को सिटलाई पनि पातलो बेलेर यो चाहिँ डबल सिटको लाग्छ। यसरी सट्ट काट्ने है। चट 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 यसरी काटेर टक्क यसरी काटेर चाहिँ पहिला बनाएको माथिबाट यसलाई पनि लेयरिङ गर्ने है। अब चाहिँ हामीले यसमा अन्डा ग्लेज गर्नुपर्ने हुन्छ। यो एग योक हो। यो एगलाई यसरी ग्लेज गऱ्यो भने चाहिँ कलर एकदम राम्रो आउँछ। अब चाहिँ यसलाई हामीले बेक गर्नुपर्ने हुन्छ है। म चाहिँ यसलाई रेस्टरमा गर्दैछु। यसलाई चाहिँ 190 डिग्री सेल्सियसमा 15 मिनट बेक गर्नुपर्छ है। 15 मिनटमा चाहिँ